हुने खाने भन्दा पनि हुँदा खाने थियो र त म राम्रोसँग विद्यालय जान्थेँ आउँथेँ तर वहीँनिर छेउको एकजना भाइ बहिनी अथवा साथी भनौँ ऊ चाहिँ विद्यालय पुग्न सकेका थिएन होइन अथवा उनको घर परिवारले पुर्याउन नसकेको अवस्था थियो अथवा घरमा चाहिँ त्यो एउटा बालबालिकालाई चाहिने इन्भाइरोमेन्ट होइन त्यो स्थापित गर्न नसकेर हो कि विविध कारणले चाहिँ विद्यालयहरू चाहिँ विद्यार्थीहरू चाहिँ विद्यालयबाट ड्रप आउट हुने कुराहरू विद्यालयबाट हिंसामा पर्ने कुराहरू र उनीहरूको नेतृत्व कसले गर्ने भन्दाखेरि नेतृत्व विहीन देखेँ क्या मैले कोही बोलिदिँदैन अनि पछि कता कता सुने बाल क्लबले चाहिँ यिनी कुरालाई चाहिँ नेतृत्व गर्छ होइन उठाउँछ जागरण गर्छ होला सबै कुरा नसमेट्न सक्ला तर केही बालबालिकाका आधारभूत कुराहरूलाई चाहिँ जागरण गर्ने कुराहरू सम्बन्धित निकायसँग पुर्याउने कुराहरू गर्छ भने पहिला त अब अलिक म पनि भनौँ हरामी नै थिएँ कि झगडा सगडा गर्ने यताउता चकचक गर्ने अलिक बढी विकृतिहरूको बाटोमा अगाडि गइयो जाँदै गर्दा त्यतिखेर अब विद्यालयमा चाहिँ शिक्षिका जीवन त्यतिखेर हुन्थ्यो भन्ने थियो अझै पनि छ त्यहाँ चाहिँ अब लाइफ स्किल सेसन भन्ने हुन्थ्यो कि जीवन उपयोगी सिप तालिमहरू सायद म पहिलो केटा होला जसले चाहिँ लाइफ स्किल सेसनहरू लिएको क्या खास बालिकालाई लक्षित हुन्थ्यो बालिका पढाउँ भन्ने अन्तर्गत चाहिँ रुकुटी संस्थाले चाहिँ बालिकालाई दिने कुराहरू हो त्यो म पनि अचानक त्यो मन लाग्यो त्यो कुरामा ल ठिक छ सिक्नुपर्छ भनेपछि सायद नेपाल अधिराज्यभरि रुकुटीको सेसन पहिलोचोटि लिने केटा मान्छेमा मै परेँ क्या अनि म्यामहरूले पनि सपोर्ट गर्नुभयो ठिक छ भाइले गर्न खोज्दैछ भने यताउता सबै सपोर्ट गर्नुभयो क्या अनि सपोर्ट गरेपछि पछि बुझ्दै गयो नि त वास्तवमा गर्नुपर्ने चाहिँ के रहेछ म चाहिँ कुन बाटोतिर लागेको रहेछु भन्ने अनि त्यस्तै हुँदा सामान्य अब नेपाल मेरा माविको चाहिँ खदुवारको एउटा बाल क्लबको सामान्य सदस्य भए म त्यति भनेको विभिन्न सङ्घ संस्थाहरूले आफ्ना संयन्त्र अथवा सञ्जाल गठन गर्दाखेरि विभिन्न निकायहरूले चाहिँ छुट्टा गठन गर्ने गर्दथे हैन परियोजनाहरूले छुट्टै विभिन्न समूहहरूले छुट्टै त्यस्तो खालको गर्ने गर्थे तपाईँ चाहिँ कुन समूहमा मार्फत आउनु म चाहिँ विद्यालय स्तरको बाल क्लब हुन्थ्यो त्यति बेला नगर स्तरको संरचना चाहिँ त्यति बलियो थिएन तर विद्यालय स्तरमा चाहिँ लगभग एउटा गठन गर्नका लागि गरिदिने चलन थियो कि अनि भइसकेपछि पनि अरूले चाहिँ त्यो कुरालाई क्याजुअली लिए मैले चाहिँ म चाहिँ बाल क्लबको सदस्य पहिले चाहिँ सदस्य हुनु अनि म चाहिँ एउटा विद्यालयको फेरि सामान्य विद्यालयको बाल क्लबको सदस्य म बने भनेपछि एउटा छुट्टै आफूलाई इनर्जी आउने क्या हामी काम गर्दै गयो अब त्यति खास चाहिँ केही गर्न सकेन 1.5-2 वर्षसम्म न कुनै आइडिया थियो न अहिले जस्तो नेतृत्व गर्न सक्ने क्षमता थियो न कुनै प्रष्ट भ्यू भिजन त थिएन त्यही पनि अर्काले के भन्यो कसले के गर्यो भन्ने त्यही देखे त्यसकै पछि लाग्यो कोहीले बालविवाह रोक्न जानुपर्छ भने बालविवाह त्यो गाउँबाट ढुङ्गा मुढा खाएर पनि फर्कियो अनि आफ्नै गाउँबाट पनि मलाई त धेरै जान्ने भइस एउटा बाल क्लबको सामान्य सदस्य अध्यक्ष भएर आफ्नै गाउँकासँग न्यु खोज्दै हिँड्नलाई अनि विवाह गरे त आफूले गरे तेरो के खाइदियो भन्ने खालका कुराहरू गरेर मलाई गाउँबाटै पनि त्यतिखेर लखटिएको थियो क्या अनि त्यस पछाडि अझै त्यो कस्तो लाग्यो भनेपछि मनमा यो सदस्य मात्र भएर पनि केही हुँदो रहेछ होइन अलिकति पावर पनि चाहिने रहेछ क्या आफ्नो सपोर्टमा को छ भन्ने कुरा अब बुझ्दै जाँदाखेरि अब कोल्पो नगरपालिकाको चाहिँ नगर स्तरीय बाल सञ्जाल भनेको चाहिँ सबै सञ्जालहरूको छाता सङ्गठन जस्तै हो स्वतन्त्र छ नगरपालिका मात्र रहेर काम गर्छ उक्त सञ्जालमा जान पाएपछि चाहिँ पालिकाको मेयर उपमेयर अब हामीले त्यतिखेर सबभन्दा ठुलो मान्ने भने त मेयर उपमेयर नै थियो न प्रधानमन्त्री थाहा थियो न राष्ट्रपति थाहा थियो भएको कुरा क्या अनि प्रहरीसँग पनि नजिक हुन पाइन्छ उहाँहरूले सहयोग गर्नुहुन्छ भन्ने सुनाए अलिक शक्तिमा गइन्छ भन्ने चाहिँ सुन्नमा आइसकेपछि जानुपर्छ अब त्यहाँ चाहिँ पुग्नुपर्छ भन्ने भयो ठ्याक्कै 2 महिनापछि महिला तथा बालबालिका शाखाबाट विद्यालयमा लेटर गयो नगर स्तरीय बाल सञ्जाल गठनका लागि चाहिँ पहिलाको बाल सञ्जाल चाहिँ अब त्यस्तै डिसेपियर भयो त्यस पछाडि गठन गर्नका लागि चाहिँ प्रत्येक विद्यालयबाट प्रतिनिधि पठाइदिनुहोस् भनेर गइसकेपछि ल जानुपर्छ जसरी पनि जानुपर्छ भन्ने आइयो पार्टी बेलासम्म भएको थियो त्यतिखेर म 73 वैशाखतिर भएको थियो म अझै पनि सम्झिन्छु कि त्यो दिन अनि ट्याक्क धेरै पालिकाबाट म त एउटा सामान्य सरकारी विद्यालयमा जसले जति भने पनि सरकारी भने सरकारी नै हो कि पछाडिकै हो पछाडि पर्या भन्दा पनि पछाडि पारिएको विद्यालय हो त्यहाँ आइसक्यो त्यहाँ आएर पछि पार्टी प्यालेसमा भइरहेको थियो थोरै 2-4 घन्टा अन्तर्क्रिया भयो भइसकेपछि अझै त्यो प्रश्नता आयो क्या मैले गर्नुपर्ने चाहिँ के रहेछ भन्ने कुरा बल्ल थाहा पाइयो नि त त्यस्तो ओरिएन्टेसन मेरो पहिलो थियो मेरो जीवनको पहिलो ओरिएन्टेसन त्यो थियो बाल क्लब सम्बन्धीको अनि त्यहाँ सहभागी भइसकेपछि थाहा भयो बाल क्लब भनेर चाहिँ वास्तवमा यो रहेछ यसरी काम गर्दो रहेछ अब लास्टमा समिति गठन हुने बेला आयो कति ठुलो विद्यालयका अब कोलपुरका मैयौँ भन्ने विद्यालयका प्रतिनिधि पनि त्यहाँ सहभागी हुनुहुन्थ्यो कि अनि
किनकि हाम्रो भोटिङ सिस्टममा गयो, सहमतिमा नगएपछि एउटा चुनावै गयो। चुनाव नै भयो। चुनाव हुँदै गर्दा 2-3 मिनट मन्तव्य राख्ने, जसको मन्तव्य राम्रो हुन्छ उसैले अब जसले विद्यार्थीलाई इन्ट्रेक्सन गर्न सक्यो, जो प्रतिनिधिलाई प्रभावित पार्न सक्यो उसले भोट पाउने, जित्ने भयो। ल ठिक छ, अब भिडी जाउन त भन्ने भयो। अनि 2 मिनट कति बोल्दा दिएको थियो। मैले के बोलेँ भन्ने कुरो अझै मलाई याद छैन क्या। अरू सब याद छ, त्यो ठाउँमा भएको कुरा त्यति कुरा याद छैन अझै। अनि